यो कहाँदेखि आइरहनु भयो तपाईँ? सुर्खेत सुर्खे तल कति किलोमिटर होला तपाईँ यहाँ अहिलेसम्म यहाँ आइसक्नु भएको चाहिँ? 3-4 किलोमिटर होला है। अनि यो बोकिराख्नु भएको चाहिँ कति किलोको होला? आधी क्विन्टल त होला। 80 केजी छ। ओहो, तपाईँ आफू कति किलोको हो? 55-56 केजीको मान्छेले चाहिँ 80 किलो बोकिदिने? आमा हो। कहाँ पुऱ्याउनु छ दाइ? यो नाम्चे पुऱ्याउनु पर्ने हो। नाम्चे टाढा हजुर? कहाँ नाम्चेतिर हो कि कस्तो? फागुनतिर हो? नाम्चे पुऱ्याउनु पर्ने हो। ए अनि अब त कति दिन लाग्छ त यो पुऱ्याउनु? यो भोलि पुऱ्याउँछ। पुऱ्याउनु पुग्छ? हजुर, पुऱ्याएर नै फर्किन्छ। बोक्न सक्छौ त तिमी? कहाँ सक्नु त, बारी भइरहेछ मलाई। कहाँ बस्नु चाहिँ? हजुर, टोकटोक। कता? टोकटोक हैन, यता कि यतै हो? यतै हो। दाइले त मान्नुपर्छ यार। 55 किलोको मान्छेले 80 किलो बोक्दिने यार। अनि अझै हिँड्न बाँकी छ अरे। अनि बाटोमा पानी सानी खाना केही खानुहुन्छ कि नै? खाजाहरू खान्छौँ। खाजाहरू खानुहुन्छ, तर त्यो बाटोमा भएको उसहरूमा? हजुर, रेस्टुरेन्टहरूमा? हजुर, होटलमा। ए गजब याद तपाईँ त। अनि यो अब तपाईँ भन्न मन लाग्यो भने भन्नु, नभन्न मन लाग्यो भने नभन्नु। तपाईँ कति पाउनुहुन्छ यति यो गरेको चाहिँ? यसको 7,000। 7,000 मात्रै? 7,000 अलिक बढी पाउँछ। यो किलो हिसाबले हो कि यो दिन हिसाबले हो कि हो? यो केजीको हिसाबले हो। केजीको हिसाबले हो? 1 केजीको कति दिँदो रहेछ? केजीको 95। 95? जस्तै हामीले पनि बोकाउनु पऱ्यो भने 95 रुपियाँ हो? हजुर, 95, 100 त्यस्तै। ए 110, 120। अनि किलोमिटरको हिसाब हुँदैन? हुँदैन हजुर त्यस्तो। मलाई यहाँदेखि चाहिँ उता माथिसम्म लुक्लासम्म जानु पऱ्यो भने 100 रुपियाँको हिसाबले चाहिँ जति भारी बोकिदिनुहुन्छ? ए ठिक हो। ल तपाईँलाई सेलुट छ त यार। हाम्रो साथीहरू, विदेशी साथीहरू चाहिँ आउँदै हुनुहुन्छ। उनीहरूलाई प्राथमिकता चाहिँ दिनु पर्यो। अब चाहिँ यो झोलुङ्गे पुलमा जान्छन्। हजुर अब चाहिँ झोलुङ्गे पुल छ यो। झोलुङ्गे पुल जाँदैछौँ, चढ्दैछौँ। ओए झोलुङ्गे त यसै नभनेको रहेछ नि त। झोलुङ्गे भनेको त झुलुङ हुने रहेछ नि त पुरै। ओ वाह, ओ माई गॉड। हे कस्तो हल्ला क्या पुरै। जानु अगाडि जानु। पुरै हल्लाइदिएर यार। तै सकिन्छ जान? ल जानु। ओइ Oh my god. यु क्यान्ट बिलिभ दिस। आँखाले हेर्नु र क्यामेराले देखाउनु चाहिँ फरक हुँदो रहेछ। धेरै फरक छ यार। यो फिल आउँदो रहेछ यार आँखाले हेर्दाखेरि त। पुरै हल्ले छ यो उहाँहरू हिँड्दाखेरि चाहिँ। यो पहिरो गएको होला माथिबाट चाहिँ। डर लाग्यो पुष्कर? एकदमै तल हेर्न सकेको छैन मैले। दामी छ यार, पुरै झोलुङ्गे भइरहेछ है। म तल चाहिँ नहेर ल। झोलुङ्गे पुल हिँडियो है।
यता झोलुङ्गे पुल हेर्ने हो भने चाहिँ यस्तो छ। तल हेऱ्यो भने चाहिँ डरै लाग्ने छ, त्यही भएर तल नहेर्ने, सिधै अगाडि हेर्ने चल्दिने। यताको पनि सिन देखाउँछु म अब। यस्तो छ